एउटा गाउँमा रमेश नामको एक गरिब दाउरे बस्दथ्यो। उसले हरेक दिन जंगल गएर दाउरा काट्थ्यो र ती बेचेर आफ्नो परिवारको गुजारा चलाउँथ्यो। एक दिन ऊ जंगलमा पोखरी छेउमा रुख काट्दै थियो। अचानक उसको बन्चरो चिप्लिएर पोखरीमा खस्यो। रमेश निकै दुखी हुँदै बस्यो र रुन थाल्यो। अब म के गरूँ? त्यसै बेला पोखरीबाट जलदेव प्रकट भए। उनले सुनको बन्चरो देखाउँदै सोधे, के यो तिम्रो हो? रमेशले भने, होइन प्रभु। त्यसपछि जलदेव चाँदीको बन्चरो लिएर आए। रमेशले फेरि अस्वीकार गर्यो। अन्त्यमा जलदेव एउटा पुरानो फलामको बन्चरो लिएर आए। रमेशको आँखा चम्कियो। हो यही मेरो हो प्रभु। जलदेव रमेशको इमानदारीबाट निकै प्रभावित भए। उनले भने, तिमी साँच्चीकै असल मान्छे रहेछौ, त्यसैले म तिमीलाई 3वटै बन्चरो दिन्छु। रमेश धेरै खुसी भयो। उसले ती बन्चरो लिएर घर फर्कियो। त्यो दिनपछि रमेशको जीवन परिवर्तन भयो। सुन र चाँदीले होइन, उसले देखाएको इमानदारीले उसलाई सबै कुरा दिलायो। सबैले यो देखे पनि कसैले लाइक र सब्स्क्राइब गरेनन्।